मिटर ब्याजले थलिएका अनुहार बालेनलाई भेटेपछि मुस्कुराए, छिनभरमै टुङ्गियो वर्षौंदेखिको पीडा। गर्ने ठाउँमा बालेनजी, हाम्रा प्रधानमन्त्री बालेनजी, हाम्रा गृहमन्त्री सुदन गुरुङ हुनुहुन्छ। यो समस्यालाई यो सरकारले चाहिँ अन्तै गर्न खोजेको जस्तो चाहिँ हामी पनि महसुस गरेका छौँ। विगतका दिनमा चाहिँ सहमति पनि भए, तर त्यो सहमतिहरू चाहिँ पूर्ण कार्यान्वयन भएन। त्यसले गर्दाखेरि नेपाल सरकारसँग चाहिँ हाम्रो चाहिँ यो आराम नै के थियो कि यो चाहिँ सहमति चाहिँ पूर्ण तरिकाले कार्यान्वयन हुनुपर्छ, बल्ल मिटर ब्याज पीडितले चाहिँ न्याय पाउँछन्। यो सहमति कार्यान्वयन हुने हो भने मिटर ब्याजको नामको जो समस्या छ यो नेपालबाट दूर हुने हुन् र अब उहाँलाई के सहयोग गर्नु पर्यो हामीहरूतिरबाट हामीहरू पनि सहयोग गर्छौँ, मिलेर यो समस्याको समाधान हुन्छ। दर्शकवृन्द, विगत 9 दिनदेखि जारी मिटर ब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ। मिटर ब्याज पीडित पक्ष र सरकार बीच आज 9 बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। पटक पटकको सहमति तर कार्यान्वयन पक्ष फितलो भए पछाडि निराश बनेका मिटर ब्याज पीडितहरू आजको सहमतिपछि भने आशावादी देखिएका छन्। गृहमन्त्रीले हामीले बाटोमा जसरी यो समस्याप्रति सौहार्दता देखाउनु भयो, यो समस्याप्रति जो गम्भीरता देखाउनु भयो, हामीले एकदमै विश्वास छ उहाँले काम गर्नुहुन्छ र जसरी हाम्रो सहमति हामीले भनेकै कुराहरू चाहिँ एकदमै उहाँहरू पनि सहमत हुनु भएको छ। गोर्खानी तरले हुने कुराहरूलाई चाहिँ अपराधीकरण घोषणा गर्ने नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागजपत्रहरू चाहिँ गैरकानुनी घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधीकरण गर्ने, यस्तो किसिमको कार्यलाई अपराधीकरण गर्ने गरी चाहिँ कानुन निर्माण गर्ने भन्ने विषय छ। 5-5, 6 चोटि यो राज्यसँग वार्ता भएको छ, सहमति भएको छ, तर चाहिँ काम चाहिँ लागेनन्। 100 को ज्यादती, 100 को पीडा होइन, अदालतको चाहिँ तपाईँको एकलौटी फैसला जस्ताको त्यस्तै त्यहाँ यो चोटि चाहिँ आएर अलि सहमति राम्रो खालको हुने भएको जस्तो चाहिँ हामीलाई पनि महसुस भएको छ। मधेसमा चाहिँ विशेष गरेर चाहिँ 1 लाखको चाहिँ 3 गुणा, 4 गुणा, 5 गुणा कागज सामान्य रूपमा बन्छ। कसैले चाहिँ 50%, 60%, 70% सामाको ब्याज जोडेर यस्ता विभिन्न किसिमका समस्याहरू छन् र यसका प्रकृतिहरू छन्। पुरा हुने कुरा होइन, त्यसमा सहमति भएको छ र त्यो कारण हुनु पर्यो। मिटर ब्याजलाई गैरकानुनी तरिकाले लायो भने त्यो चाहिँ गर्न नपाइने भन्ने हो। त्यो चाहिँ कति प्रतिशतसम्म लाउन पाउने हो? कानुनले 10%सम्म मात्रै ब्याज दिन पाइन्छ। सबै कुछ लुटिएको छ, बालबच्चाको पढाइ हुँदैनन्, खेत घर भएका डाकले लाम हुन्छन्, महिलाको चाहिँ यौन शोषण हुन्छन् त्यहाँ। यो किसिमको नभए अन्तिममा त हत्या हुन्छ पनि। यस्तो खालको पीडितहरू प्रशस्तै छ त्यहाँ। यो विषयमा चाहिँ यो कानुन चाहिँ निर्माण गर्नलाई 3 महिनाभित्र चाहिँ गृह मन्त्रालयले कानुनको मस्यौदा तयार गरेर चाहिँ पेश गर्ने भनेको छ। जिल्ला स्तरमा पनि अनुगमन समितिहरूको चाहिँ व्यवस्था गरेको छ। यो सहमति अनुसार अब कानुन निर्माण हुने भयो। कानुन त अहिले पनि 10%भन्दा बढी ब्याज लिन त पाइँदैन, तर यो विशेष गरी चाहिँ मिटर ब्याजी चाहिँ निकै लामो समयदेखि समस्याको रूपमा रहेको र यो विशेष कानुन चाहिँ बनाउने, जस्तो देवानी संहिता, फौजदारी संहिताहरूबाट मात्रै यो समस्या समाधान हुन सकेन। विशेष कानुन बनाएर चाहिँ यसलाई अपराधिक क्रिमिनलाइज गरेर गर्ने भनेर चाहिँ गरेको। यो कानुन बनाउन समय लाग्दैन।